एभ्रिवान गुड मर्निङ। सधैँको जस्तै म पनि आज उपस्थित भएको छु। हल्का आज नाजुक छु। यो कोठीको चाहिँ म हल्का इलाज गराएको थिएँ, त्यही भएर आँखामाथि तपाईँको पट्टी बाँधेको छु। के गर्नु गाइस, सबै आफ्नो पनि हेर्नु पर्यो, त्यही भएर यस्तै छ। मेरो चाहिँ यत्रो कोठी निक्लेको थियो कि त्यसको म इलाज गरेको हिजो, त्यही भएर हल्का ब्लोडिङ जस्तै भएको भएर हल्का सानो ब्यान्डेज गरेको छु। त्यही भएर अब चाहिँ म ड्युटी हिँडेको, ड्युटी पनि गर्नु पऱ्यो नि त, त्यही भएर गाइस यस्तै छ। कस्तो लाइटिङ र आँखामा लाइटै पऱ्यो कि, त्यही भएर खासै राम्रो आएन जस्तो लाग्यो। यस्तै छ हेर्नु जिन्दगीमा। 50,000 लाग्यो एउटा कोठी फाल्नको लागि। जापानमा एकदम महँगाइ छ कि, महँगाइ भएपछि के गर्नु, गाह्रो छ गाइस। महँगो भयो भने गर्नु पर्यो, सस्तो भयो भने गर्नु पर्यो। आफूलाई इम्पोर्टेन्ट भइसकेपछि सस्तो महँगो भन्ने कुरै हुँदैन। हेल्थ इज फर्स्ट। बुढाबाले मजाले बाटो सफा गरिरहेछन्। यो गाडी यहाँ हालेर लान्छन्। यहाँ त आफै गर, आफै खाऊ, आफै कमाऊ, आफै रमाऊ भन्ने ठाउँ हो। यहाँ एकअर्का भन्ने चाहिँ हुँदैन।